साथीहरु गुड मर्निङ सबैजनालाई। ल हेर्नु है मेरो बारी पहिला कस्तो थियो, कस्तो भएको थियो। यहाँ मैले सबै सफा गरिसके सबै, अनि यता खनिसके पनि है। हेर्नु है मेरो काम आज बिहान भरि लाएर सफा गरेर यति खनिसके मैले यसरी। अब यसमा लसुन रोप्नु पर्छ। यहाँ के रोप्नु पर्छ, यता घाँस सफा गर्न त्यसै छ। यस्तो छ मेरो बारीको हालत। काम मेरो यता बनाउनै त्यसै छ, यता जोत्नै त्यसै छ। हिलो खाके बारी चिसो छ, त्यसैले यस्तै गरेको साथीहरु। यता नि गिलै छ बारी, यसरी खनेर राखिदिएको। अब मैले यसलाई रोप्छु कि कस्तो हुने रहेछ।